सो फेपुला जम्बन्द घम्बा गन्छौँ रोजोले नाना गोविन्दा भन्दै आइसकेको थियो वर्तमान मतलब नेपाली खुसीबाट। सो यहाँ कार्य चाहिँ के हो भने घेवा हो। त्यो घेवामा मलाई इन्भाइट थियो र म आइसकेको थिएँ र अहिले यसो एउटा सानो कतिरको एउटा क्लिप बनाउँ भनेर चाहिँ बनाउँदैछु र के कस्तो लाग्छ हेर्नु होला। लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। है यहाँ रोटीको लागि आँटा पुरी हुन्छ है र पुरी हुन्छ यहीँको हुनुभयो बासिन्दा चाहिँ लासो फ्याबुला। हजुर हजुर लासो अब यहाँ बनाउन साथै लामालाई पहिल्यै पक्राउनु ए ल ल हस् हस् र भनेपछि यहाँ आँटाको कार्यक्रम पुरीको लागि भइरहेछ र अरूतिर पनि दिँदैछु भनेर हेर्नुहोस्। सो गाइस उतातिर चाहिँ बिलाईको आइटम भइरहेछ। सो यो अब पुरी सब्जीको लागि होला नि। ल हस् र यतातिर चाहिँ अब मटरमा कुदिरहनु भएको छ। अहिलेसम्म कुदिरहनु भएको छ। अहिलेसम्म अब मटर खेलाइरहनु भएको छ। सो यतातिर यहाँको बासिन्दा हुनुभयो। चाकु देखाइदियो। हेलो गाइस नमस्कार फेपुलो। ऐसा में देता है। सो हमको के हमको भन्नु नि मलाई चाय चाहिएको छ त चाय पिउने हो गाइस। यो देख्न सक्नुहुन्छ। तामाङ भाषाले भनिदिनुस् न त। भनेपछि अहिले यहाँबाट बाई बाई है साथीभाइ। ल टाटा बाइ बाइ। ल राम्ररी गर्ने राम्रो मिठो पकाउने है जिब्रो पनि भित्रै पसोस् त्यस्तो प्रकारले पकाउने है। ल अहिलेलाई यति नै भन्न चाहेँ। सो यहाँ अब धेरै 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 अति साह्रै माने बढी नै भने जस्तो लाग्यो। त यतातिर चाहिँ चौका बनिँदो रहेछ। चर्किएको घाममा झन् चर्किने पऱ्यो। यता तलको चर्किने माथिबाट चर्किने आँखाबाट फर्लक्कै फर्किने माथि यता चाहिँ चर्किने यता खाँडा फर्किने गरे आँटा मार्ने है आँटा मार्ने म चाहिँ यतातिर अब चाहने है। सो यतातिर पनि छ देख्न सक्नुहुन्छ तपाईँहरूको नजरमा यो दुःख कार्य हो र लिएर आउँदैछु। यतापट्टि मेमेले के ठिक पार्दै हुन्छ है। ए यो रेटुक भन्छ र यतातिर यस्तो छ छापना 108 सुकै छ र यहाँको नाम चाहिँ ओहो फोटो खोइ फोटो यता फोटो त्यो भुइँमा राख्नुहुन्न नि टेबलमा एउटा राख्नुपर्छ। यहाँ आउनुभयो है भित्र जानुभएको थियो रामबहादुर गोलेजी हुनुहुन्थ्यो। के गर्नु अब दिन आएपछि जस्तै मान्छे पनि जानु पर्दो रहेछ नि गाइस र भनेपछि के गर्नु अब उहाँ राम्रै हट्टाकट्टै हुनुहुन्थ्यो। तर दिन आएपछि हट्टाकट्टा बुढो सानो केही भनेन दिनले कालले र जानै पर्छ र त्यो एउटा दुःखको कार्यमा अब तपाईँहरूसँग उपस्थित भइसकेको छु र त्यसको लागि क्षमा पाऊँ र अहिलेलाई तिनै म भन्दै गएँ बाई 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 बाई।